अनि केपीले जितेर तिमीलाई के दिएको छ र? हामीलाई त केही पनि दिएको छैन। आफ्ना छोरा दाजुभाइ दिदीबहिनी विदेशी नै परेको छ अझसम्म। कि नेपालमा छ त के? आइए बिए पढेका छन् त, तिनीहरूले पनि विदेशी नै परेको छ। कसैले आफ्नो देशमा गएर खान्छु म त्यो गर्छु भन्ने सोच्दै भने विदेशी नै परेको छ। मनमा इच्छा चाहना आफ्नो घर परिवार फ्यामिलीसँग बस्छु भन्दै भने किनकि बाध्यता छ क्या हामीलाई, विदेशी नै पर्ने हुन्छ। कसैको त लास आउँछ, कसैको सास पनि आउँदैन। दास जस्तै जिन्दगी जिउनुपर्छ। भाइलेनले जित्यो भने यो गर्छु त्यो गर्छु कसले के गर्छु भनेर यताउति चिच्याएको जित्दै। अब नेपालमै एउटा आमाले भन्नुभएको थियो, नेपालमा बसेपछि म नेपालको पानी खान्न बालेनले जितेपछि। अनि बस्ने कता, खाने कता पनि होइन। तिमीहरूका नाति छोरा त विदेश अनि यता विदेशिनीको पीडा विदेशिनीले थाहा होला है। म पनि सोच्थेँ पहिला भन्ने जस्तो लाग्थ्यो। अहिले त जबसम्म आफूले भोग्दैन तबसम्म कसैलाई थाहा हुँदैन भन्छन्, सही पनि हो। जब भोगिन्छ तब सबै कुरा थाहा हुन्छ, सबै कुरा हुन्छ। जबसम्म आफूले दुःख पीडा भन्ने थाहा हुँदैन तबसम्म कसैले थाहा हुँदैन केही पनि। जब दुःख पीडा भन्ने जिम्मेवारी काँधमा आउँछ नि त्यति बेला थाहा हुन्छ कि कस्तो हुँदो रहेछ भन्ने कुरा। बिहान अलार्मका साथ उठ्नुपर्छ, अलार्मका साथ सुत्नुपर्छ। विदेशमा विदेशी परदेशी के राम्रो यो। यिनको टाइममा खानुपर्छ, यिनको टाइममा उठ्नुपर्छ, यिनको टाइममा बस्नुपर्छ, यिनको टाइममा हिँड्नुपर्छ। यो त नहोस् न हाम्रो बच्चाको लागि। हाम्रो बच्चाहरूका लागि अलि बिहान 10 बजे गएर साँझ 5-6 बजे घर आएर आफ्नो थोरै भए पनि आफ्नो खाना खाएर आफ्नो घरमा सुतेपछि त त्यही हो त हामीलाई त गर्व लाग्नुपर्ने। भनेर हानकले घाँटीघाँट छुरे कान